जय मसी। नमस्कार। फेरि अडियो कथा लिएर यहाँहरूको बीचमा आएको छु। कुरा छ एकजना युवाको, नाम प्रकाश। प्रकाशको जीवन पहिले एकदमै चम्किलो थियो। भविष्यका ठूला सपना, उनको प्रतिभा, उनको हाँसो सबैले उनलाई मन पराउँथे। तर समय सबैका लागि सम्मान हुँदैन। बुवाको असामयिक निधन, घरको जिम्मा पढाइ छाड्नु परेको पीडा, जीवनले उसलाई झस्काउँदै लग्यो। दिन बित्दै जाँदा उसको आँखाबाट चमक हराउँदै गयो। उसले आफूलाई सोध्यो, म किन जिउँ? यो सबैको अर्थ के छ? रातभर निन्द्रा आएन। मित्रहरू सबै टाढा हुँदै गए। उसको मनले बिस्तारै भन्यो, तिम्रो लागि कुनै आशा बाँकी छैन। एका बिहानै प्रकाश रिसाउँदै या निराश हुँदै आफ्नो जीवनदेखि थकित हुँदै शहरतिर लाग्यो। त्यसै शहरमा एउटा सानो चर्च भेटायो। ढोकामा झुन्ड्याएको एक लाइनले उसको नजर तान्यो। लेखेको थियो, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिन्छु। प्रभु येशू ख्रीष्ट। न मान्छेले बोलाएको, न कोही चिनेको, तर ती शब्दले उसको मनभित्र पुरानो भुलिएको आशा जगाइदियो। छिर्ने हिम्मत नहुँदा पनि उसले ढोका हल्का दखल्यो। भित्र शान्ति थियो। कोही गीत गाइरहेका थिए, येशूको प्रेमबारे, क्षमाबारे र नयाँ सुरुवातबारे। प्रकाशको आँखा रसायो। उसले पहिलोपल्ट आफ्नो सबै बोझहरू मनमै खोलेर भन्यो। गल्तीहरू, डर, क्रोध, निराशा सबैलाई उसले पोख्यो। उसको हृदयमा एउटा उत्तर आयो, धेरै कोमल स्वरमा, म तिमीलाई छाड्दिन र तिमीलाई नयाँ जीवन दिनेछु। त्यो दिन प्रकाशले यस्तो शान्ति महसुस गर्यो जुन उसले कहिले पाएको थिएन। भारी ढुङ्गा हटे जस्तै उसको आत्माले हतारिँदै उड्न खोज्यो। दिनहरू बिते, ऊ फेरि काम गर्न थाल्यो। अर्काहरूको सहयोग गर्न थाल्यो। हरेक बिहान ऊ कल्पना गर्थ्यो, येशूले मेरो हात समाइरहनु भएको छ। लोकले उसको परिवर्तन देखे। ऊ पहिले भत्किएको थियो। अब ऊ अरूका सपनाहरू उठाउने बल बटुल्थ्यो। प्रकाश भन्छ, येशूमा मैले नयाँ बाटो भेटाएँ, जसले मलाई मात्र होइन, मेरो जीवनलाई उद्देश्य दियो। यही हो येशूमा नयाँ जीवन, जहाँ निराशको अन्त हुन्छ, त्यहीबाट आशाको सुरुवात हुन्छ। प्रिय मित्रहरू,
तपाईलाई पनि प्रकाशको जीवन जस्तै कठिन लागेको छ र येशूलाई भेटाएपछि प्रकाशको जीवनले नयाँ एउटा मोड लिएको छ। तपाईलाई पनि त्यस्तै आभास भएको छ भने येशूमा परिवर्तन सम्भव छ। येशूमा नयाँ जीवन, अनन्तताको जीवन र प्रशस्तताको जीवन छ। के तपाईँ यसको खोजीमा हुनुहुन्छ? आउनुहोस् येशूको चरणमा बोझ बिसाउनुहोस्।